हेलो गाइज, आज चाहिँ म सर्ट भिडियो लिएर आएको छु र बेसिकली आज चाहिँ मेरो घरबाट लिएको सामानहरू तपाईँहरूको समक्ष म देखाउनुको लागि चाहिँ यो भिडियो बनाइरहेको छु। र हेर्नुहोस् होला, मेरो बहिनीले चाहिँ ब्रोकोली देखाइरहेको थियो, जो चाहिँ हाम्रो घरमै बारीमा फलेको ब्रोकोली अरे उसले लिएर आएको थियो। र हामीले चाहिँ आज भेज सुप बनाउनु आँटेको छु। त्यसको लागि चाहिँ हामीले मटर लिएको छौँ, सिबी लिएको छौँ एन्ड ड्रमस्टिक्स, र यही भेजिसको चाहिँ हामीले आज सुप बनाउनु आँटेको छौँ। मलाई चाहिँ भेज सुप धेरै मनपर्छ र यो चाहिँ सुन्तला, हाम्रो घरको बारीमै फलेको सुन्तला देख्न सक्नुहुन्छ। एकदम यो चाहिँ रसिलो छ। मैले अघि खाएर एउटा टेस्ट पनि गरेर बसेको थिएँ। र अर्को चाहिँ यो चाहिँ मैले देखाउँदै थिएँ तपाईँहरूलाई चिटोज, जो चाहिँ मैले सिङ्गापुर लेओभर जाँदाखेरि लिएर आएको थिएँ। फेस सिट, कतै हामी पनि कोरियन जस्तै राम्रै हुन्छ कि भनेर यो चाहिँ फेस सिट हामीले लिएर आएको थिएँ। र यो चाहिँ मेरो वान अफ माई फेभरेट कफी, वाइट कफी हो, ओल्ड टाउनको हेजलनटवाला। यो चाहिँ एकदम मिठो हुन्छ र म तपाईँहरूलाई खाएर भन्नेछु कस्तो हुन्छ भनेर पनि। तर एकपल्ट मैले फर्स्ट टाइम टेस्ट गर्दा चाहिँ राम्रो लागेको थियो। बेसिकली आइ एम नट अ कफी लभर, तर मलाई योवाला चाहिँ मन परेको थियो। र अर्को चाहिँ म तपाईँलाई देखाइरहेको छु, यो चाहिँ वाइट ऱ्याबिट, जो बहिनीले नेपाल पशुपतिबाट ल्याइदिएको अरे। यो पनि मलाई एकदम मिठो लाग्छ। अन्त अरू चाहिँ थियो यो छुर्पी। यो छुर्पी चाहिँ तर त्यस्तो मिठो थिएन, अलिक त्यो डढेको टाइपको चाहिँ मनपर्छ कि। यो चाहिँ अलिक गुलियोवाला छ, उसले कस्तो खालको छुर्पी लिएको थियो, तर पनि इट्स ओके। अर्को पनि छुर्पी नै थियो, यो चाहिँ सेतो खालको छुर्पी अरे। यो चाहिँ एकदम गुलियो छ यो छुर्पी चाहिँ, त्यस्तो मन परेन, तर पनि उसले ल्याइदिएको भनेर मैले राखेँ। अन्त यो पनि मेरो फेभरेट हो, यो पनि ललिपप भन्छ हामीले होइन, मलाई पुरा मनपर्छ। यो उसले ल्याइदिएको थियो, धेरैवटा क्वान्टिटीमा ल्याइदिएको थियो यो चाहिँ। अन्तखेरि अर्को छ यो के भन्छ यसलाई, अमिलो हुन्छ, के भन्छ यसलाई, नेहा के भन्छ, यो चाहिँ छ खट्टु, एकदम अमिलो हुन्छ तर पनि मिठो लाग्छ मलाई। र त्यही थियो आजको घरबाट ल्याइदिएको सामानहरू चाहिँ। अब उसले चाहिँ फेरि एउटा काण्ड गरेको छ, फर्स्ट टाइम होला, फर्स्ट टाइम उसले सब्जी काट्दा नै यसरी छुरी भच्चाइदियो उसले चाहिँ हो। जहिले पनि केही न केही काम बिगार्छ उसले किचनमा पस्यो भने। र त्यति नै थियो आजको भिडियो चाहिँ होइन, त्यति नै थियो सामानहरू। अन्तखेरि मैले चाहिँ फेरि भिडियो गर्दा गर्दै नै बिर्सिजान्छु कि मैले भिडियो गर्दैछु भनेर, गफमै मस्त भइहालेछु हो। अन्तखेरि चाहिँ प्लिज इग्नोर माई ब्याकग्राउन्ड, त्यतिकै मेसी नै हुन्छ हमेसा यहाँनिर चाहिँ हो। मेरो लुगा पट्टाउँछु फेरि त्यतिकै भइहाल्छ। लास्ट बट नट द लिस्ट म तपाईँहरूलाई देखाउनु लागिरहेको छु, यो चाहिँ स्ट्रलर। नेहालाई चाहिँ न्यू इयरको गिफ्ट दिएको अरे, उनीहरूको डक्टर्सहरूले सबै नर्सहरूलाई बाँडेको रहेछ एरिस्टोक्रेटको। मजाको थियो, क्वालिटी पनि मजाको। अन्तखेरि त्यति नै हो। ल गाइस, हेर्दै गर्नुहोस् होला हाम्रो सर्ट भिडियोहरू। थ्याङ्क यू।